काठमाडौँ महानगरपालिकाको यो आन्दोलन आजको 3 महिना स्यालेरी नदिएपछिको कर्मचारीहरूको यो आन्दोलन भएको छ आज। यदि सबै फेरि क्यामेरा देखि फेरि जुर्मुन आउँदो रहेछन् कुरा त्यस्तो रहेछ। क्यामेरा अगाडि आएपछि सब फेरि स्याल पनि बाघ हुने बाघ नि स्याल हुने अनि चाहिँ कस्तो पावर है अचम्म छ है गाइजहरू है। यो चाहिँ काठमाडौँ महानगरपालिका अन्तर्गत यो काठमाडौँ प्लाजा अन्तर्गतको पार्किङनिर भएको यो आन्दोलन है ठेले है। यो अग्निसँग त केही भएको छैन। यसो क्यामेरा आएपछि एकदम जोसहरू निकालिरहन् जोस जाँगरहरू के छ। यो काठमाडौँमा दिनदिनै आन्दोलन जो कहिले शिक्षकको आन्दोलन थियो आज काठमाडौँ महानगरपालिकाको आन्दोलन भइरहेको छ। ल राजु पाण्डे सरको भिडले थाम्न सकेको छैन। ल सबै नगरपालिका काम गर्ने मान्छेहरू होइन यो त अति भइहाल्यो नि के भन्नु है। अब नेपालको यो अवस्थालाई हेर्नु त यसलाई हेर्नु धक्कामुक्की चलिरहेको छ। हेर्नुहोस् आन्दोलन पुरा धक्कामुक्कीमा छ। यहाँ बालनको सेनाले छिर्नलाई अलिक गाह्रो परिरहेको छ। यो कर्मचारी भर्सेस बालनको सेना हुन त दुवैजना यहाँकै स्टाफहरू पनि भयो नि। भिडियो बनाउनु पर्छ त्यति मात्रै हो के हुनु आन्दोलन भएर काठमाडौँ महानगरपालिका अन्तर्गत भएको आन्दोलन चाहिँ तलै गएर बनाउनु भिडियो कस्तो आउँछ मान्छेहरू थुप्रै गाह्रो हुन्छ। यो त माथि नै आएको छ गाइस आन्दोलन आज काठमाडौँ महानगरपालिका अन्तर्गत रहेको आन्दोलन है। यो आन्दोलन भइरहेको छ। यो 3 महिनादेखिको पारिश्रमिक नगरेको देखेर आज आन्दोलन भइरहेको छ। हेर्नुहोस् है गाइस आज कडा भएको छ। आन्दोलन कडा रूपमा भइरहेको छ। यो काठमाडौँ महानगरपालिकामा रहेको यो काठमाडौँ जो प्लाजा घुम्नको लागि जो भाँचो चिनेको आन्दोलन काठमाडौँ कर्मचारी 3 महिनादेखिको मेयरको कार्यपक्षमा भिड गइरहेको छ। यो 3 महिनादेखिको स्यालेरी नदिएर सब काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूको एकल आन्दोलन हो। यो कसको आन्दोलन व्यापक रूपमा चर्किरहेको छ। हेरौँ है यो कसको लागि आखिर आन्दोलन 3 महिनादेखिको स्यालेरी नदिएको परिणाम हो। यो सब इन्जिनियर स्टाफहरू नगर प्रहरी सब कसले छेक्ने सबै अब आपत्तिमा परेको छ। विद्यालय नगर प्रहरीले के गर्नु होला। ल हेर्नुहोस् काठमाडौँ महानगर 32 वडाकोदेखिको लिएर सरसफाइ कर्मचारी सबले तलब नपाएको हुँदा हो यत्रो हुन सकेको हो। आन्दोलन अब के गर्नु होला सबै अब यस्तो आन्दोलन कडा रूपमा चर्केको छ। प्रहरी साथीहरू आन्दोलन कडा रूपमा आज कार्यक्रम सबै ठप्प छ है काठमाडौँ महानगरपालिकाको आज आन्दोलनले गर्दा।
है गाइज आन्दोलन आज कडा रूपमा भइरहेको छ 3 महिनादेखिको स्यालेरी नपाउँदाको पीडा है यहाँ के भन्ने यो सब यसमा सब सरकारको अब हुन्छ मरेको सरकार भन्ने के भन्ने सरकार हुन्छ यस्तै हो हिजो शिक्षकको आज यो दिनदिनै आन्दोलन काठमाडौँमा के हाल्ने कसो पक्षमा पछि मेयरको कार्यकक्षमा जाँदै होला हैन डाक्टर बालेन शाहको कार्यकक्षमा जाँदै हुनुहुन्छ हामी पनि जाउँ न छ्यास आन्दोलन कडै भइरहेको छ बालेनको कार्यकक्षमा अनि ठुलै आन्दोलन होला आन्दोलन सकिसक्यो है